प्रधानमन्त्रीज्यूले भन्नुभएको थियो नेपाल भारत सीमा विवाद छन्, तर सम्माननीय प्रधानमन्त्री नेपालले पनि भारतको भूमि मिचियो भन्नुभयो। यो कहाँनिर मिचिएको हो यो चाहिँ छिटोभन्दा छिटो हामीलाई पनि अवगत गराउन पर्यो र यो कुन विषय हो, यो गम्भीर र आपदजनक विषय हो। प्रधानमन्त्रीले तथ्य बिना दुई देश सीमा बारे बोलेको कुरा यो सत्य हो भनी राखिन पर्यो। यदि यो असत्य यो कुरा सही होइन भने रेकर्डबाट हटाइयोस् भन्ने म माग गर्न चाहन्छु सम्माननीय सभामुख महोदय। धन्यवाद। मान्य सदस्य खुशबु ओली। सम्माननीय सभामुख महोदय, एकदमै कन्फ्युज लागिरहेको छ मलाई आफैलाई। आफै नियमावलीको यो समितिमा थिए, तर यो नियमावली हामीले पढ्दा सरासर पढ्दाखेरि आज जे प्रक्रियामा प्रधानमन्त्रीज्यू आउनुभयो त्यो अलि मिलेन कि जस्तो भन्ने हाम्रो बुझाइ छ। तर सम्माननीय ज्यू त्यस्तो गरिमामय कुर्सीमा बस्नु भएको छ, त्यहाँबाट उहाँले रुलिङ गरिरहनु भएको छ। होइन, नियमावलीले त्यसो भन्दैन भन्दै हुनुहुन्छ। एउटा प्रशिक्षण राखिदिन पर्यो। सचिवज्यूहरू यत्रो यहाँ हुनुहुन्छ, यो वास्तविक अर्थ के हो कि यो शब्द पछाडिको जालझेल गर्न हामीसँग नेपालको ब्युरोक्राट जस्तो एक्सपर्टिज छैन। हामी सिम्पल माइन्ड लिएर राष्ट्रको निम्ति काम गरौँ भनेर आएका हौँ। यो 3 दिनको प्रश्न जुन भनिएको थियो नि सभामुखले, ती 3 दिन लिखित प्रश्न दिने, यसमा केही थट प्रोसेस त थियो होला नि त पछाडि। किनभने प्रधानमन्त्रीज्यूले यहाँ आएर जवाफ दिनुभयो भेरी एब्स्ट्र्याक्ट, होइन। यसमा केही गम्भीर प्रश्नहरू पनि थिए, उहाँले सम्बोधन गर्न सक्नु भएन, बिर्सिनु भयो। अभियस हो, ह्युमन माइन्ड हो, एकैचोटि सबै उहाँले कम्प्युटर जस्तो प्रोसेस गर्न सक्नुहुन्न। र अर्को कुरा है, यहाँ भन्दै गर्दाखेरि उहाँले चाइनाको विषयमा एउटा टिप्पणी गर्नुभयो। UN classifies China as upper middle income developing nation still, है, due to disparities in wealth and regional development. So PM is wrong basically. China has not graduated to developed country status. त्यो सच्याउनु पर्ने हो कि यस्ता किसिमका त्रुटिहरू हुन्छन् कि जस्ट र्यान्डमली आएर बोल्दाखेरि मलाई लाग्छ यस्तै नहोस् भन्ने विषयलाई लिएर 3 दिन लिखित गर्नुपर्छ भनेको कारण चाहिँ उहाँको त्यहाँबाट आएर त्रुटि हुनु हुँदैन लाइभमा, किन विश्वले हेरिरहेछ। चाइनाले के हेर्ला त यो जवाफमा प्रधानमन्त्रीले आज चाइनाबारे दिएको टिप्पणी, चाइनाले त्यसलाई कसरी विश्लेषण गर्ला? कुनै देशको बारेमा मेरो प्रधानमन्त्रीले बोलेको कुरालाई भोलि अर्को देशको दूतावासले यहाँ खण्डन निकाल्न सक्छ। यही थट प्रोसेस थियो होला त, यो एउटा प्रोसेसमा जाउँ भनेको थियो। एक्चुअली सभामुख महोदयले चाहिँ आज जसरी रुलिङ गरिदिनु भयो त्यो सही हो भने कुन आधारमा हो, त्यो बेन्चबाट चाहिँ आज जवाफ चाहिँ आएर हाम्रो कन्फ्युजन हटाइदियोस्। वी हेभ नो हार्ड फिलिङ्स। तर यति धेरै कम्प्लिकेट भइरहेको छ यो सब कुरा सभामुख महोदय। मान्य सदस्य बासना थापा। सभामुख महोदय, यहाँ आज धेरै कुराहरू भइरहेको अवस्था प्रधानमन्त्रीज्यू आउनुभयो, यो त सकारात्मक कुरा नै हो। तर पनि यहाँ यस्तो लागिरहेछ आज हाम्रो यहाँ सदन चलिराख्दाखेरि सरकार भनौँ या सत्तापक्ष भनौँ उहाँहरूलाई सहज हुने कुरामा चाहिँ हिजोको अभ्यासलाई फलो गरिरहेको छ भने उहाँलाई असहज हुने कुराहरूमा चाहिँ नियमावलीलाई संविधानभन्दा माथि नियमावली राखेर भइरहेछ। तर म यो पक्षमा जान चाहेन। तर मैले एउटा कुरा चाहिँ यहाँ ध्यान आकर्षण के गराउन चाहेँ भने जुन सभामुख महोदय अघि हाम्रो आदरणीय सम्माननीय